अम्बकको बोर्डदेखि तपाईँहरूलाई म यहाँनिरको खतरा नजारा भ्यू देखाउँछु ल। मैले चाहिँ गाइस भाइले अम्बक झार्दै भन्दैछ तल खान्छ झारबारीमा। एकचोटि गाइस यहाँ झार हेर्नु कति छ। हाम्रोतिर साबो भन्छौँ हामी यस्तो झारलाई, यस्तोलाई। गाइस यहाँ धराप भयो धराप। काम गर्दा गर्दैखेरि अब भ्यातलुङ टाँसिसकेको छ। तपाईँले सोच्नै नसक्ने झार छ क्या, त्यस्तो झार छ। धानबारी कहाँ यस्तो हुन्छ। मम्मी अम्बक खान्छु भन्दै हो नि तपाईँ टिप्छु भनेको, फेरि मम्मीले बेलुका भएर रुखमा चढाएर हेर्न सक्नुहुन्छ कस्तो छ दामी। स्काई आज कस्तो दामी छ क्या, रेड रेड ब्लू ब्लू। लाइक सब्सक्राइब सेयर भन्नु आउँदैन। गाइस घाँस र फिनिस म। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईँलाई स्वागत छ आज फेरि मेरो नेक्स्ट ब्लगमा। आज चाहिँ म के गर्न आँटेको छ, मतलब धेरै टाइम पछाडि मैले ब्लग बनाएको छु। आज चाहिँ म के गर्न आँटेको भन्दाखेरि आज चाहिँ गाइस धासु एक्सपिरियन्स हुन आँटिरहेको छ होइन। मतलब एक्सपिरियन्स मतलब आज कडा काम हुन गइरहेको छ। काम चाहिँ के भन्दाखेरि त्योभन्दा सुरुमा चाहिँ बेलुकाको टाइम छ होइन, अहिले शीतल शीतल छ। त्यसैले चाहिँ हामी चाहिँ यहाँ के गर्न आँटेको भन्दाखेरि त्यो हो गाइस, धान गोड्ने हो आज धाबीमा गाइस। आज धाबीको पुरै धानको बारी पुरै सफा हान्नुपर्ने हुन्छ। मतलब झार पलाएको छ नि त, झारमा रुवा पनि हानेको दबाई, तर पनि केही काम लागेन होइन गाइस। अब हामीले चाहिँ त्यहाँ उयो के अरे झार उयो गर्नुपर्ने हुन्छ, थिच्नुपर्ने, खुट्टाले थिच्नुपर्ने, अनि त्यहाँदेखि उखाल्नुपर्ने हुन्छ, अनि त्यहीँनिर दबाएर पुर्नुपर्ने हुन्छ। त्यसैले अहिले चाहिँ गाइस म जाँदैछु धाबी। यहाँनिर छ गाइस हाम्रो धाबी चाहिँ यत्रो ठुलो, देख्नै सक्नुहुन्छ कस्तो दामी छ यता। अस्ति चाहिँ गाइस म यहाँ हिँड्दै गर्दाखेरि नि कत्रो ठुलो गोमन सर्प आम्मा मेरो साथी उडेको यहाँ छिरेको गाइस, यहाँनिर यता छिरेको थियो। त त्योभन्दा नि सुरुमा चाहिँ हामीले के गर्नेवाला छौँ भन्दाखेरि होइन गाइस, त्यहाँ काममा जानुभन्दा अगाडि अम्बक खानेवाला छौँ क्या। अम्बकको बोर्ड चाहिँ यता छ, तपाईँहरूलाई देखाउने छु। एक सेकेन्ड वेट गर्नु होला। हाम्रो अम्बकको बोर्ड चाहिँ यहाँनिर छ गाइस, हेर्न सक्नुहुन्छ यत्रो ठुल्ठुलो। ऊ यहाँ त पाकी पनि रहेछ ऊ। म चाहिँ यो अम्बकको बोर्डमा चढ्नेवाला छु र दामीवाला ब्लग बनाउँदै गाइस अम्बक खानेवाला छु। अनि ल अम्बकको बोर्डदेखि तपाईँहरूलाई म यहाँनिरको खतरा नजारा भ्यू देखाउँछु ल। दामीवाला यहाँनिरको त्यो के अरे झारबारीको, मतलब धानबारी, तर धानबारी भन्नुको मात्रै धानबारी भइरहेको क्या, पुरै झारबारी भइरहेको। खास गरी त पुरै झारै आइकिन बर्बाद पारो गाइस योपालि धानलाई। यो धाबीमा चाहिँ त्यस्तो भइरहेको क्या, पुरै उयो झारै आएर भ्लग बनाउँदैछु गाइस। बोट चढ्दा पनि झऱ्यो भने अहिले के हुन्छ होला हालत सोच्नुहोस् आफै। यस्तो तरिकाले चढ्नुपर्ने हुन्छ है। नयाँ एक्सपिरियन्स हो क्या गाइस यो, तपाईँहरूसँग जोडिने मेरो नयाँ एक्सपिरियन्स। मजा आउँदैछ नि होइन गाइस। अब यहाँदेखि चाहिँ म तपाईँलाई खतरा भ्यू देखाउने बेला छु होइन। भ्यू मतलब बारी देखाउँछु अनि अम्बकहरू पनि खान्छु यहाँनिर चढेपछि। अब त्यही त नि काम होइन गाइस, मस्का लाएर खानुपर्ने हुन्छ चट्ट। म कति साह्रो सुलसुले हेर्नु मतलब यो भुसुना, वरिपरि भुसुनै खा त गाइस। म चाहिँ टपमा पनि आइसकेँ होइन। अनि यहाँनिर हेर्नु सक्नु भाग्य, यहाँ टपमै सुरुमै राम्रो रहेछ कि नङगाडी नै, चट्ट नङगाडी नै खालको दामी रहेछ। अहिले खानुपर्ने हुन्छ उता मम्मीहरू मामहरू आउनुहुन्छ। अब अम्बक खाएर तागत बढाउने अनि गर्ने हो काम फट्टा फट्टाएर। काम चाहिँ ठक्नु भयो। आज शीतल छ नि त मौसम गाइस। अब तपाईँहरूलाई म भ्यू देखाउँछु गाइस, नजारा ओके। 3, 2, 1 गो। हेर्न सक्नुहुन्छ भ्यू कस्तो राम्रो देखिन्छ यहाँदेखि यतादेखि त। अनि देखिराख्नु भएको छ नि सुदीपले कस्तो राम्रो चिज देखाउँछ तपाईँहरूको, सुदीप ब्लगरले। तपाईँहरूकोतिर चाहिँ धान अब कस्तो बेला भयो, कस्तो बेला भएको छ गोड्ने त्यो भनिदिनु होला र। हाम्रोतिर चाहिँ गोड्ने बेला भइसकेको छ धाबीतिरको चाहिँ। अब भ्यू यस्तै छ गाइस दामीवाला। अनि म यहाँ बोटको टुप्पामै अम्बक खाँदै मस्तसँगले। अम्बक चाहिँ खतरा छ क्या। अम्बक हेर्नु सक्नुहुन्छ त्यहाँ कत्रो छ गाइस। यस्तो ठाउँमै झऱ्यो भने देशले गाइस रुख चढ्दा चाहिँ ध्यान दिनु होला। झऱ्यो भने सक्यो। यस्तो भिड छ तल धानबारी छ, म माथि बसिरहेको छु मस्त। त्यहाँ नजाने बारुला छ नि त्यहाँ घाँसमा, यता बाटो जस्तो देखिरह नि हो त्यता। मैले चाहिँ गाइस भाइले अम्बक झार्दै भन्दैछ तल खान्छ झारबारीमा। देखिन्छ त सायद देखिँदैन होला है। हामीले चाहिँ अब अम्बक टिपिकन ओर्लिसकेको छौँ। अब चाहिँ गोड्नुपर्ने हुन्छ धान। हाम्रो धानबारी चाहिँ त्यहाँ छ, मम्मीले गोड्दै हुन्छ। गाइस यो चाहिँ हाम्रो धाबी गाइस, यहीँनिरको झार उखाल्नुपर्ने हो, यत्रो ठुलो छ। मम्मीले त्यहाँनिर उखाल्दै हुन्छ। अब हामी पनि उखाल्नुपर्ने हुन्छ फटाफट लाइकिन। लेट्स गो गाइस, अब उखाल्नुपर्ने हुन्छ फटाफट लाएर। पछाडि सुसन भाइ आउँदैछ, यो पनि उखाल्छ नि त। एकचोटि गाइस यहाँ झार हेर्नु कति छ।
यो धान हो कि अब के हो भन्नु त आम्मा कति साह्रो झार हेर्नु यता चाहिँ अलिक छैन यो बारीमा चाहिँ यति धेरै झार छ नि राम अब सब उखाल्नुपर्ने हुन्छ फटाफट लाएर ल गाई चाहिँ हाम्रो काम यस्तो चल्दैछ डेन्जरवाला झार यस्तो उखाल्नु हुँदैछ यता मम्मी यता म गाई देब्रे हातले पक्रेर बनाएर चाहिँ त्यसैले क्यामेरामा एङ्गल बिग्रिन सक्छ नो प्रब्लम ओके माइन्ड नगर्नु होला ओके तयार गर्छ एकचोटि हेर्नु झार कति छ यस्तै झारको खाट्नु भन्नुपर्छ यो हाम्रो गाइज कलेजको छुट्टीको नतिजा कलेज छुट्टी त के भन्नु तर बेलुका गर्नु परिरहेको त्यसैले यो कलेजको काम होइन बिचरा धान सावरे सक्दिन्छ कुनै काम गाइज अनि यसरी राख्नुपर्छ हिलोभित्र गाडेर फेरि यता उखाल्ने यो धान होहरू सबै साँबो हेरे चिन्छ साँबो त हो नि यो होइन अनि यस्तै त हुन्छ नि साँबो मम्मी यो साँबो हो क्या चिन्नु भएन हाम्रो मम्मीले गाई साँबो र धानै चिन्नु भएन ए मतलब झार कमेन्ट बिलो यसलाई के भन्छ हाम्रोतिर साँबो भन्छौँ हामी यस्तो झारलाई यस्तोलाई अब यसलाई यसरी गाड्नुपर्छ अब मम्मीले यसरी गर्दा त कहिले सक्नु यत्रो धेर छ राम 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 अघिदेखि थालेको भर्खर यति देखाएको छ केही छैन नो प्रब्लम गाई हेर्न सक्नुहुन्छ हाम्रो धानबारी यति भइसकेको छ अनि यता हेर्न सक्नुहुन्छ यो धान हो कि घाँस हो हेर्दा गाई चाहिँ अहिले घाँसबारी यस्तो देख्न थाल्छको यस्तो साह्रो झार छ यति साह्रो यता हाम्रो मम्मीले लगातार उखालेको यहाँ मेरो पनि अघिदेखि उखालिङ हुँदैछ खतरनाक तरिकाले तर त्यस्तो केही उपलब्धि भएको छैन किनकि यति मात्रै हुँदैछ भर्खर काम झार धेर भएर हो क्या चाहिँ टाइम लाग्यो गाई चाहिँ यहाँ धराप भयो धराप काम गर्दाखेरि अब भ्यात्लुङ टाँसिसकेको छ अब हालत गेस गर्नुहोस् ओ तेरी भ्यात्लुङ चाहिँ यहाँ छ यस भ्यात्लुङको त नि मेरो खुन खाने भ्यात्लुङ गयो उता फाल्दै कति छोटो खुन गएको घाउ नै बनाइदिइसकेको छ त्यो गाइस धान किसान भनेपछि यस्तै हो गाइस किसानको लाइफस्टाइल जुकाले टोकाउँदै धान फलाउनुपर्छ जुका भ्यात्लुङ सब केले टोको जस्तो लाग्दै थियो यस्तो हेरेको त भ्यात्लुङ रहेछ क्या मलाई अघिदेखि शङ्का हल्का लाग्दैछ भरे त भ्यात्लुङ पो रहेछ त गडबड हे बाबा 2 hours later फाइनल गाइस अब हामी निस्किँदैछौँ मेलोदेखि मैले चाहिँ यो हात चाहिँ एकचोटि पनि युज गर्ने त्यसैले यो सफा छ दाहिने हात चाहिँ फोहोर चाहिँ हेर्न सक्नुहुन्छ नि यो पखालेर मैले हाम्रो चाहिँ यस्तो छ नि होइन अब यो धाबी हो क्या गाइस धाबी चाहिँ हो यो बारी चाहिँ धाबी हो त्यसैले यस्तो झार छ न तपाईँले सोच्नै नसक्ने झार छ क्या त्यस्तो झार छ धानबारी कहाँ यस्तो हुन्छ धानबारी कस्तो हुन्छ भने नि यस्तो हुन्छ यो अगाडि देखेको जस्तो तर त्यता हेर्नु न पुरै घाँसको मैदान छ यसको जाकी देखाउँछु तपाईँहरूलाई ओके यस्तो छ गाई घाँसै घाँस अनि कहीँबाट हुन्छ त गाई ए जुन पनि निस्किसक्यो यस्तो छ पर्रैसम्म अब यसरी कसरी गोड्नु क्या यस्तो हिँड्नु म आउँछु अम्बक लिएर घाँस लानु पर्ने म घाँस सर्नु त्यही छ अब हामी गएको नखानु नि तपाईँ अम्बक मम्मी अम्बक खान्छु भन्दै हो नि तर टिप्छु भनेको फेरि मम्मीले बेलुका भएर सिरुक्न चढाएर त्यसैले अब म चाहिँ चढ्नेवाला छुइनँ मम्मी चाहिँ अगाडि पुगिसक्नु भयो पर माथि घाँस काट्ने भन्नुहुन्छ त्यसैले हामी चाहिँ अब घरतर्फ जानुपर्ने हुन्छ घाँस लगिकन घाँस काटेर त्यो गाई चाहिँ यस्तै छ न अब ब्लग चाहिँ यस्तै छ तपाईँहरू चाहिँ केही चिज मतलब अलिकति केही मैले सुधार गर्नुपर्ने छ भने कमेन्ट हान्दै गर्नु होला कमेन्ट गरिदिन्छु नबिर्सिनु होला र तपाईँहरूकोतिर चाहिँ के धाबे यस्तै हुन्छ कमेन्ट गर्नु त यस्तै झारवाला हुन्छ धाबी कमेन्ट गर्नु न
हाम्रो त लास्टै दुःखदमै छ नि त घाँसै घाँस खास गरी दबाई पनि हानेको हो तर पनि दबाईले पनि खासै काम गर्न क्या गाई छ त्यही हो कुनै बेला मन्तरले पनि काम गर्दैन त्यही हो अब हामी डाँडामा आइसकेको छौँ यहाँ यो चाहिँ हो माथि डाँडा यता चाहिँ हाम्रो छिमेकी अङ्कलहरूको कोला बगान हेर्न सक्नुहुन्छ भर्खर नयाँ लाउनु भएको कोला रोपेको लगभग 1 महिना भइसक्यो अनि यता हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो माथिको धानबारी त राम्रो छ नि तलको झारै झार्छ क्या त्यही हो प्रब्लम गाइस घाँस नकाट्ने हो मम्मी घाँस नकाट्ने ओके जल्दी फास्ट चलिए आजको भ्यू चाहिँ लास्टै ड्याम छ क्या गाइस ओभर पियारावाला क्या हेर्न सक्नुहुन्छ हेर्ने हो भने हेर्नुहोस् म तपाईँलाई देखाउँछु ड्याम स्पेसल तरिकामा हेर्न सक्नुहुन्छ कस्तो छ ड्याम स्काई आज कस्तो ड्याम छ क्या रेड ब्लू पिङ्क पनि टाइपको छ क्या अनि यो हरियाली झन् हेर्नु न कडक छ क्या ड्याम त्यो गाई अब चाहिँ हामी घरतर्फ जाँदैछौँ त्यसैको लागि स्टे ट्युन मम्मी तपाईँको चप्पल खोइ ए तपाईँले चप्पल ल्याउनु भएको थिएन यहाँको त कस्तो ड्याम भयो धान हेर्नु त कत्रो मोटो गयो अब भन्नुहुन्छ अब भन्दा त गाइस म घर आइसकेको छु होइन अनि घर आएर काम पनि हानिसकेँ यहाँ अब एकछिन हामी रिल्याक्स गर्नुपर्ने हुन्छ यता खतरनाक आएको बोल्दै गाइस आज चाहिँ हामीले दिउँसो काम पनि गरेको छौँ सफा गर्ने अनि यहाँ सफा पनि गरेको छौँ गाइस चाहिँ हाम्रो अस्ति हामी पाहाडदेखि मामा फेरि ल डोन्ट डिस्टर्ब गरौँ नि ओके हामी गाइस नाम अस्ति 6 दिन अगाडि आउनु भएको थिएन पाहाडदेखि मान्छे त्यतिखेर ब्लग बनाएको थिइनँ आज जाउनु भएको छ गाइस मेरो ब्लगमा के भन्नु 2 शब्द हो चाहिँ लाइक सब्सक्राइब सेयर भन्नु आउँदैन गाइस मामको तर्फबाट लाइक सब्सक्राइब हान्नुहोस् एक लाइक सफरी आइसकेको छ गाइस हाम्रो दुध तल रोडमा नबस्नुहोस् सुशान्त भाइको चटक हेर्न सक्नुहुन्छ आज म धेरै चिज क्याप्चर गर्दैछु गाइस भ्लग नै इन्ट्रेस्टिङ हुँदैछ क्या गाइस इन्ट्रेस्टिङ यो चाहिँ हल्का घरका घरिघरि भ्लगमा ओभर मजा हान्नुपर्छ नि त गाइस अहिले चाहिँ नाइट भइसकेको छ लगभग हाम्रो कति बजेको छ भने 6 बजेर ठ्याक्कै 58 मिनट ला अनि दिदी कहाँ फ्यान अन गरेर राख्नुको त यस्तो फेरि म पनि यस्तो साइडको नगर्नु होइन घुम्ने नै अवस्था न म पनि काम गरेर आएको काम गरेपछि एकछिन यसो यस्तो जुनेली हावा खानुपर्छ क्या जुनेली हावा गाई चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो घरको स्पेसल स्प्राइटै यो के हो बुझिहाल्नु ड्रिङ्क अब हामी पनि गाई चाहिँ अब बिजनेस के गर्नु हान्छे दिदी अब गाई चाहिँ हामी नेपालीहरूले पनि केही गर्नुपर्छ के थाहा छ सुन्दै थियो होइन नेपाल सरकारले भनेको अब हाम्रो यो रोयल ब्रान्ड बनाउने हेरेन कोदोको रक्सीलाई अब इन्टरनेसनल मार्केटमा लाने त्यसैले गाई चाहिँ चल फास्ट गाई चाहिँ अब स्टे ट्युन अब भेट्नुपर्छ हामी भोलि भेट्नुपर्छ मेरो दासु ब्लगमा आज चाहिँ नाइट भइसकेको छ त्यसैले स्टे ट्युन होइन गाई अब हात खुट्टा धुने कामसाम गर्ने गाईबस्तुलाई घाँसहरू दिनुपर्ने हुन्छ अहिले भर चाहिँ ड्याडलाई मैले के अरे मिल लिएर जाने भन्ने हुन्थ्यो मकै त्यसैले मकै लोड गर्दै सुशान्त म भइकन अब चाहिँ हामी एकछिन बिदा गाई छ अब भोलि भेट्नुपर्छ स्टे ट्युन The next day. त्यो गाइस म चाहिँ घाँस हार्नुको लागि आइसकेँ अहिले खाजा खाइकन अब घाँस हार्ने हो अनि सुशान्त चाहिँ गाई चाहिँ घाँस भेला पार्नु आउँदैछ म चाहिँ झार्ने सुशान्त चाहिँ भेला पार्छ किनकि मुनि धान बारिसक्यो तल झऱ्यो भने धान बिग्रिन्छ नि त गाइस त्यसैले सुशान्त चाहिँ घाँस भेला पार्छ गाई चाहिँ घाँस हारेर फिनिस म चाहिँ बोटको टुप्पामा छु सुशान्त चाहिँ भेला पार्दैछ तल खतरा तरिकाले वो नजर आइज द ब्युटिफुल होइन गाइस किन भन्दाखेरि बोटको टुप्पामा बसेर भ्यू हेर्नुको मजै बेग्लै छ गाई अहिले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ म 2टा बोटको बिचमा बसिरहेको छु एउटा 2टा टुङ ट्याडा फेरि हाँगा एउटा होइन नि फाल्टु तपाईँहरूले देख्न सक्नुहुन्छ र म चाहिँ यहाँ बिचमा सुशान्तले चाहिँ घाँस भेला पार्दैछ तल मस्त काम गर्दैछ मेहनत के फल मिठा होता है ना गाइस
त्यसैले सुसनले खतरा मेहनत गर्दैछ त्यो गाई चाहिँ घाँस काटेर ल्याएर बाख्रालाई हाल्नुको लागि यहाँ हामी काट्नु सफा गर्दैछौँ जिक्रा खानु त यति धेर हामीले घाँस चाहिँ ल्याएर यहाँ थुपारेको छौँ अनि यहाँ केटाहरूले सफा गर्दैछ काम गर्दैछ यहाँ आँगन सफा गर्दैछ अब घाँस लगाइदिन्छ यिनीहरूले मैले झारेँ ओसारेँ सुसन र मैले सुसनले भेला पाऱ्यो मैले झारेँ अनि सुसन र मम्मीले ओसारे पनि दोर्जेले पनि ओसार अनि अहिले चाहिँ तिनीहरू के गर्दैछ भने तिनीहरू चाहिँ बाख्राले घाँस दिँदैछ गाई चाहिँ सब काम सकिकन खाजा खाना आँटेको मतलब खाजा भन्दा चाहिँ खाना खाना आँटेको आज खानामा चाहिँ मम्मीले बनाउनु भएछ यो अन्डासँग उयो बोइल गरेको मतलब मिसाएर बनाउनु भएको खाजा यस्तो स्पेसल रहेछ आज चाहिँ ड्यामीवाला मेरो बानी त थिएन यस्तो भुटेको जस्तै छ अन्डा सन्डा सब मिसाउनु भएको रहेछ क्या अनि मम्मीले मिठो हुन्छ खा भन्दै थियो अनि खाना आँटेको गाई चाहिँ एउटा खुर्सानी साथमा त्यो यो चाहिँ हाम्रो खाना खाने टाइम त्यसको कुरा गर्दाखेरि यो अन्डाले गर्दा चाहिँ मिठो भएछ राइसको स्वाद मतलब खानाको स्वाद जस्तो ड्यामी लाग्यो मलाई नुनहरू कम भएछ म कमी यहाँ निकाल्नु आएको कि खाना आएको ड्यामी राइस मैले चाहिँ खाना पनि खाइसकेको छु अब चाहिँ मम्मीले अब फेरि हिजो उखालिसकेको छैन नि त अनि त्यो उखाल्नुपर्छ भन्ने हुन्थ्यो तर आजको लागि चाहिँ यति नै गाइज थ्याङ्क यू फर वाचिङ मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र अहिलेसम्म हेरिदिनु भएको भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला त्यही हो गाइज थ्याङ्क यू फर वाचिङ अब फेरि म यस्तै नयाँ भ्लग लिएर आउँछु गाइज त्यति दिनको लागि चाहिँ स्टे ट्युन बाई बाई